हेलो नमस्कार नमस्कार। हामी चाहिँ घाँस काट्न हिँड्यो। अब पानी पनि रह्यो, नाम्रो बोकेर घाँस काट्न हिँड्यो एकदमसँगले। ओह्रालो झरिँदैछ होइन, टुङ 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 ओह्रालो झरिन्छ। अब ओह्रालोको मौसम हेर्नुहुन्छ भने चाहिँ यस्तो छ, पानी आएर भर्खर ओबाइरहेछ, घाम लागिरहेछ नि टिल्ल परेर। ल हेर्नुहोस्, यताउँदि हेर्नुहोस् न, घाम लागेर एकदम मजाले बाटो साटो पनि ओबाइरहेछ। अब घाँस लिएर आउनुपर्छ बाख्रालाई। आज काम पनि गर्न दिएन, अद्ध होइन अद्ध गरिँदै थियो। र तपाईँहरू के गर्नु हुँदैछ? पछि गरगरे मन्दिर आइपुग्यो, दुर्गा मन्दिर यहाँनिर। अस्ति हामीले पूजालाको मन्दिरमा पनि आइपुग्यो र एकदम यस्तो छ, वेदरहरू ठिक छैन हाम्रो गाउँमा। बेला बेला पानी आएको आइहाल्छ, यस्तो छ। र डाँडा काँडा सबै हरियाली भयो। र म चाहिँ यहाँ काब्राको रुखमा आइपुग्यो होइन। यो काब्राको रुख झार्नको लागि एकदम लिस्नो बनाउँदैछु, लिस्नो एकदम राम्रो चढ्नको लागि होइन। यो अब चढ्छु म, यहाँ हेर्नुहोस् न, अलिक यस्तो पारो लगाउनु पर्छ यहाँ आफ्नो, अनि यहाँ चढ्ने हो। लडिँदैन नि अब त। अब म जुत्ता खोलेँ, चढ्न लागेँ म चाहिँ अब होइन। यस्तो छ कि चढ्नलाई पनि काब्रा घाँस झार्न पनि साह्रो छ। जङ्गलमा जङ्गलमा आएर बाख्रा पाल्न, गाई पाल्न गाह्रो छ हो साथीभाइ हो, गाह्रो छ होइन। चोके छन्, अब यस्तो छ यो चोके। र अब यसरी काट्नुपर्छ होइन। ए अब यो माथि पुग्न पाए त पुगिहाल्थ्यो, पुगिहालेको थियो भनेको। अब चढ्यो यहाँ माथि त। यहाँ जाँदा अब पानी आएको मौसम छ होइन, चिप्लो न चिप्लो छ है, पुरा चिप्लो छ। चढ्यो चढ्यो अब चाहिँ घाँस भयो बाख्रालाई भन्ने आश आयो। चल बाख्रा पाल्नु पनि यति गाह्रो भने नि, बाख्राको घाँस उठिहाल्यो, रोप लागिहाल्यो। अब यसलाई गरमसँगले झार्नु पर्यो। बाख्रा त घाँस त कति भयो अर्को ठाउँमा छोडेर आएछु मालिकनीले। अब यहाँ लडामा फेला पऱ्यो। अब यो घाँस खानलाई निकै गाह्रो पर्छ होइन। नआउन कहाँ छोडेर आयो, अब के भन्नु, घाँस किनाउन गाह्रो हुने पऱ्यो। रिस पनि उठ्यो। र अब यो घाँस लडाले टाउको खाएर अब यो घाँस कसरी किनाउनु भन्ने टेन्सन लागिरहेछ मलाई। ल काब्राको घाँस बोक्न अब गाह्रो छ, यो भारी पनि छ, तुएको पनि छ। यस्तो छ कि जिन्दगी अब यस्तै छ यो गाइस, हाम्रो गाउँले जिन्दगी होइन। अब घाँस गाउँ यहाँ छ, कता गाउँ कता घर छन्, यहाँ छ गाउँ। अब घाँस बोकेर हिँड्ने बेला भएको हाम्रो चाहिँ। र अब टाउको खाएर के यसले त रुवाला खोल्नु पर्यो नि त आज लहराले। ल गाइस, नाम्लो नभएर रिस्साले एक भारी चाहिँ बोकेर गई। अब यहाँ मेरो भारी छ र उकालामा गलेर मरिनै पर्यो होइन। लहरो छ। अब यो नाम्रो भएपछि पनि पुग्न बहुत गाह्रो हुने पर्यो। भारी आउँछ कि आउँदैन हो गाइस। ओह्रालोमा उधै पल्ट्यो भने चाहिँ ज्यान जान्छ, भिरमा टाउको झोलामा भुइँ खोलामा हुने पर्यो। आम्मामा घाँस त भारी पर्छ त आम्मामा। ल लाग्यो, अब दुःखले पिराउनु पर्छ गाइस। गाइस नाम्रो चाहिँ यहाँ छोडेर गएछ होइन, लिएर आइज भनेर घाँस भेला पार्दै पार्दै जाँदै थिएँ। नाम्रो चाहिँ यहाँ छोडेर नबोकिकन आएर यस्तो दुःख पायो नि, लहरामा बाँधेर यहाँ घाँस बिसायो, यस्तो साह्रो दुःख पायो नि आम्मामा। टाउको लगेर खाएर चाहिँ दुइटै नाम्रो बोकेर आएको मान्छे नाम्रो यहाँ छोडेर गएर धेरै दुःख पायो। बेला बेला यो नाम्रो नहुँदाखेरि गाह्रो हुँदो रहेछ। र गर होइन, यहाँ छोडेर गएर नाम्रो चाहिँ यहाँ छोडेर गर, नाम्रोमा भारी लाग्यो। अब घाँस काट्न हिँडेका मान्छे पनि यस्ता छ, एउटामा नाम्लो छोडेर अनि नाम्रो त छैन नि खै आदि। र नाम्लोको पनि हालत तम्सार भएको छ। बोक्नु त मिल्दो होला, यसरी गाँठो पार्दा नि आउँछ कि भन्नु पऱ्यो। ल गर्दा पछि अब नाम्लो यहाँ बिर्सेर ए कुकुरले नपाउनु दुःख पाइयो गाइस। जङ्गलमा दुई बारी घाँस बोक्नु पर्ने। अब यो बाख्रा समिन्दल पालेर अब यो खसीको मासुको हिजो खसी खाइयो, आज बाख्रालाई घाँस बोक्न आइयो। यस्तो छ हालत, नाम्लो बोक्ने हालत, घाँस बोक्ने हालत। ल गाह्रो छ। र लु बोक्नु।